पहिला सूर्य चिन्ह लिएर आउनुभयो, त्यसपछि कलम चिन्ह लिएर आउनुभयो, त्यसपछि तपाईले तारा चिन्ह लिएर आउनुभयो। तपाईले हामीले के गरेर तपाईलाई विश्वास गरेर तपाईलाई उदिने, तपाईलाई विश्वास गरेर हामीले के भनेर दिने, यसको जवाफ मलाई दिनुस्। एउटा कुरा, तपाईले आज 300 पार्टी चेन्ज गरेर आउन भने जनताले एउटा कपडा चेन्ज गर्न सके छैन। परार साल तपाईलाई क्वेसन गर्दा मैले यही कपडा लाएर यहाँ म आथे नि, म यही मेरो फोटो देखाइदिन्छु तपाईलाई। यही कपडा लाएर म यहाँ तपाईलाई क्वेसन गर्न आथे, मैले आज एउटा कपडा चेन्ज गर्न सकेको छैन। तपाईले पार्टी चेन्ज गरेर आउनुभयो, तपाईलाई विश्वास गरेर हामीले भोट कसरी दिने? तपाईले म यहाँ आउँदाखेरि राजेन्द्र पाण्डेले पुल हाल्ने हो रे भनेर भनेको हिजोको 67 सालको कुरा आज कति गयो? 82 साल हुँदाखेरि तपाईले एउटा पुल हाल्न सक्नु भएन। आज जनताको अगाडि तपाईँ भोट माग्न कसरी आउनुहुन्छ? तपाईले यो गरेर त्यो गरेर तपाईले कतिवटा भन्नु हो? तपाईका खल्तीबाट ल्याएर हालेर तपाईको तालजीको बेच ल्याएर हाल्नु भएको छैन होला नि। सबै जनताको कर काटेर तपाईले सब एक पसलबाट उठाएको दुनियाँको भ्याट उठाएको पैसाले तपाईले गरेको होइन? के गर्दै हुन्थ्यो जस्तो तपाईले गरेको होइन? अब युवा बुढा बाका रियाले बुढा उला फ्याँक्ने हो। युवा उहाँ उठ जस्तो जेनजी पुस्ता आउनै पर्छ। नेपालमा यिनी रियाले बुढा उला राखेर कामै छैन, कामै छैन, यहाँको जवाफ लिन्छु है, कामै छैन। बिन्ती छ तपाईँहरू अब बाई बाई गरिदिनु होला। मेरो हजुरबाको उमेरको तपाईँ हुनुहुँदो रहेछ, म नजन्मिँदादेखिको तपाईँ राजनीति गरेको। तपाईँले किन गर्नु? उहाँले निकै मार्मिक प्रश्न गर्नुभएको छ। बहिनीलाई धेरै धेरै धन्यवाद। तपाईँ होइन सुन्नु न, अब तपाईँले भन्नुहुन्छ मैले सुने, मैले भने भने तपाईँले सुन्नु पर्यो नि त। कि तपाईँ नै भनिरहने भए त भइगयो। ल माइक उतै तेर्साइदिनुहोस्।